हेलो अनि स्वागत छ सबै साथीहरूलाई मेरो च्यानल अजय वेब टिप्समा। साथीहरू, आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई कसरी तपाईँहरूले युट्युब र टिकटक प्रयोग गरेर तपाईँहरूले चाहिँ आफ्नो फ्यान फलोइङहरूलाई इन्क्रिज गर्न सक्नुहुन्छ। टिकटक र फेसबुकमा पनि सकिन्छ है, फेसबुकमा पनि सकिन्छ। टिकटक, फेसबुक र युट्युबमा चाहिँ तपाईँहरूले एकनासे एकैचोटि लाइभ गरेर है, लाइभको कुरा गरिरहेको छु मैले। लाइभमै तपाईँहरूले कसरी तपाईँले फलोवर्सलाई गेन गर्न सक्नुहुन्छ भन्ने कुरा जानकारी दिन गइरहेको छु। मैले चाहिँ यसमा यो 1077 जुन फलोवर्स छ, यसमध्येको जुन यो 77 छ नि पछाडिको, यो एक दिनमै पाएको फलोवर्स हो साथीहरू, एक दिनमै। एकदम धेरै पनि गेम खेल्नु पर्दैन, दिनभरि पनि खेल्नु परेन, मजाले तपाईँले इन्कम गर्न सक्नुहुन्छ, मजाले फलोवर्स बढाउन सक्नुहुन्छ। तपाईँहरूले के मात्रै गर्नु पर्यो भने अहिले चाहिँ फुटबलको सिजन छ होइन। फुटबल चाहिँ लगभग सिजन भए पनि फुटबल चाहिँ बाह्रै मासे चल्ने गेम हो कि। फुटबल, चेस, यी गेमहरू भनेको बाह्रै मासे चल्ने गेम हुन् साथीहरू। यी गेमहरूको तपाईँहरूले लाइभ स्ट्रिम गर्नुहुन्छ भने एकदम राम्रो इन्कम गर्न सकिनेछ, राम्रो फ्यान फलोइङ बनाउन सकिनेछ। अहिले चाहिँ सबैभन्दा बढी मार्केटमा चलेको फुटबलको गेम रहेको छ ई फुटबल है। तपाईँलाई थाहा पाउनु होला, ई फुटबल चाहिँ जो कोहीले पनि जस्तो सुकै डिभाइसमा पनि, पिसी होस् चाहे मोबाइल होस्, जस्तो सुकै डिभाइसमा तपाईँहरूले इन्स्टल गरेर मजाले खेल्न सक्नुहुन्छ। यसमा यसको विशेषता चाहिँ कस्तो राम्रो छ भनेपछि तपाईँहरूले प्लेयर्सहरूलाई किन्न सक्नुहुन्छ। प्लेयर्सहरूको कम्पिटिसन हुन्छ क्या, जो कोहीसँग सबै प्लेयर हुँदैन, कम्पिटिसन छ। जहाँ कम्पिटिसन छ नि त्यहाँ मान्छे पुग्छ, यति कुरा थाहा हुनु होला। जस्तो फ्री फायरमा पनि तपाईँहरूले केही भनौँ न क्यारेक्टर पाउनलाई डायमन्ड खर्च गर्नुपर्ने हुन्छ, त्यस्तै यसमा चाहिँ क्यारेक्टर पाउनको लागि पोइन्ट्स आर्जन गर्नुपर्ने हुन्छ। पोइन्ट्स चाहिन्छ। पोइन्ट्सले तपाईँले लोनमा प्लेयर्सहरूलाई किन्न सक्नुहुन्छ। र यदि प्लेयर्सलाई पर्मानेन्ट किन्न चाहनुहुन्छ भने चाहिँ त्यहाँमा पनि बाई गर्ने अप्सन छ, प्लेयर त्यहाँ पनि पर्चेस गर्नुपर्ने अप्सन छ। त्यही भएको कारणले गर्दाखेरि यसमा मान्छे एकदम के आफ्नो प्रोफाइल हुन्छ नि, आफ्नो प्रोफाइल हाई बनाउ देखाउनलाई पनि मान्छे यो गेम खेल्ने गर्छन्। र त्यसपछि तपाईँहरूले आफ्नो मनपर्ने टिमबाट खेल्न सक्नुहुन्छ। यसमा चाहिँ टुर्नामेन्ट पनि हुन्छ। टुर्नामेन्टको साथसाथै तपाईँहरूले अनलाइन 1 भर्सेस 1 फ्रेन्डसँग म्याच गर्न सक्नुहुन्छ। र कोअप म्याच भन्ने हुन्छ। कोअप म्याच भनेको चाहिँ तपाईँहरू साथीहरूको टिम भएर, एउटा साथीहरूको टिम र अर्को साथीहरूको टिम भएर टिममा तपाईँहरूले प्लेयर्सहरूलाई स्विच गर्दै खेल्न सक्नुहुन्छ। एकदम राम्रो। पहिला जुन मिनी मिलिसिया भन्ने गेम थियो, त्यो मिनी मिलिसियामा जस्तो हामीले हटस्पट अन गरेर कति खेल्थ्यौँ, तपाईँहरूलाई याद छँदैछ होला। मिनी मिलिसियाको इरामा जो भनौँ न खेलेर आउनुभयो, उहाँहरूलाई थाहा छँदैछ, एकदम चलेको गेम हो नि मिनी मिलिसिया पहिलाकोमा। त्यस्तै यो ई फुटबल पनि एकदम चल्नेवाला छ। यो ई फुटबल मात्रै होइन, तपाईँको यो फुटबल गेम टन्नै छ, तर ई फुटबल चाहिँ यस्तो गेम हो जो कि जो कोहीको पनि डिभाइसमा इन्स्टल हुनसक्छ। धेरै छैन, यसले स्पेस धेरै लिँदैन होइन। त्यसैले जो कोहीको डिभाइसमा पनि इन्स्टल हुने, धेरै ल्याग नचल्ने। यो गेम मात्रै राख्नुहुन्छ भने तपाईँको डिभाइस ल्याग गर्दैन, तर अरू गेमहरू राख्नुहुन्छ भने एकदम ल्याग हुनसक्छ फेरि त्यस्तो अवस्थामा। र यो चाहिँ पिसीमा पनि खेल्न मिल्ने र मोबाइलमा पनि खेल्न मिल्ने भएको कारणले एकदम राम्रो छ। यसलाई यो गेम तपाईँले ट्राई गर्नुहोस्। यो गेम तपाईँले चाहिँ टिकटकमा आएर फर्स्टमा चाहिँ तपाईँले टिकटकमै आएर ट्राई गर्नु। टिकटकमा लाइभ गर्नु सबैभन्दा सजिलो। अनि र टिकटकमा चाहिँ यो फलोवर्स चाहिँ तपाईँको 1000 फलोवर्स पुगेपछि मात्रै तपाईँहरूले लाइभ गर्न सक्नुहुन्छ। अब लाइभ गर्न अब यदि 1000 फलोवर्स पुगेको छैन भने चाहिँ फलोवर्स गेन पनि गर्ने एउटा आइडियाहरू छ, म पछि सेयर गरौँला। अहिले यहाँ चाहिँ भिडियोमा खुलाउन मिल्दैन। फलोवर्स लिन चाहनुहुन्छ भने पनि मलाई चाहिँ मेसेज गर्नु होला, म चाहिँ तपाईँहरूलाई फलोवर्स दिनेछु। मेरो फेसबुक पेजमा मेसेज गर्नु होला, त्यो जुन यो भिडियोको डिस्क्रिप्सनमा छ त्योमा मेसेज गर्नुभयो भने म तपाईँहरूलाई फलोवर्स दिनेछु। रेट छ फलोवर्सको किन्ने रेट है, 1000 फलोवर्सको 1200 रुपियाँ लिने गरेको छु। 5000 के अरे 1000को भन्दा आयो 10,000 फलोवर्सको है साथीहरू। 10,000 फलोवर्सको 1200 र 5000 फलोवर्सको 800 र त्यसपछि 1000 फलोवर्सको 150 रुपियाँमा म तपाईँहरूलाई फलोवर्स दिनेछु। तपाईँले फलोवर्स पनि लिनु होला। फलोवर्स नभएकोलाई भनिरहेको छु त्यो है, फलोवर्स नभएकोले फलोवर्स लिनु होला र लाइभ गर्नु होला। टिकटकमै लाइभ गर्न सक्नुहुन्छ। टिकटकबाट तपाईँले प्रमोसन गर्न सक्नुहुन्छ। टिकटकमै किन गर्ने त, टिकटकले त इन्कम दिँदैन हामीलाई होइन, फेसबुकले दिन्छ, युट्युबले दिन्छ भन्नुलाई। टिकटकमा राम्रो एउटा अडियन्स राम्रो छ। टिकटकमा लाइभ जो कोहीले हेर्छ, फेसबुकको युट्युबको तुलनामा टिकटकमा मान्छे बढी आउँछन् है। त्यसपछि तपाईँहरूले फेसबुकमा लाइभ गर्नुहुन्छ भने कि त तपाईँको डाइरेक्ट प्रोफाइलबाट लाइभ गर्नु पर्यो, नत्र भने पेजबाट गर्नुहुन्छ भने पेज बुस्ट हुन टाइम लाग्छ।
कि त बुस्ट भएकै पेज हुनुपर्छ, तर फेसबुक पनि राम्रै छ। अझ फेसबुकले कन्टेन्ट मोनेटाइजेसनको अप्सन दिएपछि त एकदम राम्रो हुने भइहाल्यो। त्यसैले तपाईँले यो गेम ट्राई गर्न सक्नुहुन्छ है। लाइभ चाहिँ गरेर मजाले तपाईँ इन्कम गर्न सक्नुहुन्छ। गेम एकदम बबाल छ, मजाले आउँछन्, मान्छे आउँछन् लाइभबाटै भ्युवर्सहरू तपाईँहरूसँग। ल यो गेम खेल्नु पऱ्यो, ल 1v1 गरौँ, टिममा भाग लिउँ, टिममै खेलौँ भन्ने पनि धेरै आउँछन्। मैले धेरै ट्राई गरिसकेँ। त्यसैले तपाईँहरूले ट्राई गर्न सक्नुहुन्छ। एकदम राम्रो पर्फर्मेन्स दिइरहेको छ। जुन यो भिडियो पोस्ट भएको छ तलतिर यो फुटबल म्याचको, यो चाहिँ त्यही गेमको भिडियो हो। हेर्नुहोस् साथीहरू, अब जस्तो यो एउटा एकचोटि खेल्दाखेरि 3टा भिडियोसम्म पोस्ट हुन्छ भनेपछि मैले कतिचोटि खेलेँ भन्ने कुरा यहाँबाट देखिन्छ। 1 2 3 1 2 3 3टा भनेपछि यहाँ 1 2 3 ल 3चोटि मैले म्याच खेलेको रहेछु है। 3चोटि म्याच खेल्दाखेरि यस्तो राम्रो फलोवर्स आएको छ। तपाईँले ट्राई गर्न सक्नुहुन्छ। अझ एउटै लाइभलाई तपाईँले युट्युबमा पनि, टिकटकमा पनि, फेसबुकमा पनि, तिनीतिर तपाईँ लाइभ गर्न सक्नुभयो भने सबैभन्दा बेस्ट हुन्छ। त्यो चाहिँ स्ट्रिम गर्ने सफ्टवेयरको मार्फत गरिन्छ। त्यो स्ट्रिम गर्ने सफ्टवेयर चाहिँ पिसी भएकोले मात्रै सम्भव छ, मोबाइलमा सम्भव छैन। त्यसैले मैले चाहिँ खास गरी यो भिडियो चाहिँ मोबाइल युजर्सको लागि भनेर बनाएको छु है। तपाईँहरूले मजाले लाइभ गर्न सक्नुहुन्छ। लाइभ गर्न के गाह्रो छैन, मोबाइलमै सिस्टम हुन्छ। यदि कसैसँग स्क्रिन रेकर्डर छैन भने तपाईँले डाउनलोड गरेर पनि, स्क्रिन रेकर्ड गरेर पनि के अरे लाइभ प्रसारण गर्न सक्नुहुन्छ। जसरी पनि सकिन्छ साथीहरू। आइडिया छैन भने तपाईँहरूले कमेन्टमा छोड्नु होला, कसरी गर्ने के गर्ने भनेर कमेन्ट लेख्नु होला। म चाहिँ तपाईँहरूलाई कमेन्ट मार्फत अथवा तपाईँहरूलाई व्हाट्सएपमा लिङ्क गरेर व्हाट्सएप मार्फत भिडियो कलमै पनि जानकारी दिनेछु। थ्याङ्क यू साथीहरू मसँग जोडिनु भएकोमा। नजोडिनु भएको साथीहरूले चाहिँ सब्सक्राइब गरेर जोडिनु होला। नयाँ इन्फर्मेटिभ भिडियोहरू सधैँ मैले तपाईँहरूको माझमा लिएर आउने गरेको छु। थ्याङ्क यू साथीहरू।